Hey gozaimasu. Good morning. आज चाहिँ मैले इन्टरभ्यूमा सोधिने एकदम इम्पोर्टेन्ट क्वेसन र इन्टरभ्यूमा जानुभन्दा पहिले नै हामीले जान्नै पर्ने केही थोरै क्वेसनहरू लिएर आएको छु। हेर्नु होला र हजुरहरू इन्टरभ्यूमा जाँदै हुनुहुन्छ भने पनि यति कुरा जानेर मात्रै इन्टरभ्यूमा जानु होला है त। फर्स्टमा सोधिने क्वेसन के छ भन्दा ओनामाए ए वा नान देश का? ओनामाए ए वा नान देश का भनेको तपाईँको नाम के हो अथवा व्हाट इज योर नेम भनेर भनेको हो। त्यो कन्डिसनमा चाहिँ हजुरले आफ्नो नाम भन्नुपर्छ। अनि त्यसपछि नान्साई देश का भनेको चाहिँ नान्साई देश का भनेको तपाईँ कति वर्षको हुनुभयो। अब यो कन्डिसनमा चाहिँ हजुरले आफ्नो उमेर भन्नुपर्छ। वतसी वा डट डट साई देश भनेको म यति वर्षको भएँ। कति वर्षको हुनुभयो त्यो साईको अगाडि राख्नु होला र भन्नु होला। अनि त्यसपछि ओकुनी वा दोको देश का भनेर भन्न सक्छ। ओकुनी वा दोको देश का, वेयर आर यु कम फ्रम भनेको चाहिँ हजुरको देशको नाम भन्नुपर्ने हुन्छ। यसमा चाहिँ तपाईँ कुन देशबाट आउनुभएको, हजुर कहाँबाट आउनुभएको भनेर हजुर कहाँबाट आउनुभएको भन्नु खोजेको यो ओकुनी वा दोको देश का भनेको चाहिँ। अनि त्यसपछि निहोन ए इचुकिमास्ता का भनेको चाहिँ तपाईँ जापान कहिले आउनुभएको। निहोन ए इचुकिमास्ता का भनेको तपाईँ जापान कहिले आउनुभएको हो, कुन महिनामा आउनुभएको हो त्यो चाहिँ भन्नुपर्छ। हस् त, आजलाई यति नै। के कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला र सब्सक्राइब गर्न नबिर्सनु होला। लाइक र सब्सक्राइब नेगाइसमास।